जुन हामी भजन 129:1 र 2 लाई हेर्यो भने के हुन्छ, हे परमप्रभुका वरिष्ठ हो, परमप्रभुकै गुणानुवाद गर, परमप्रभुलाई महिमा र शक्तिको सेवा देऊ, परमप्रभुको नामलाई सुहाउँदो महिमाको सेवा उहाँलाई देऊ, उहाँको पवित्रताले सुशोभित भएर परमप्रभुको आराधना गर। पवित्रताले सुशोभित भएर, यसकारण यो भित्तामा आराधना गर्न उभिने व्यक्ति अपवित्र भएर उभिनु हुँदैन। वचनले त्यही भन्छ है। यो वचन विविध उभियो भने हामीलाई समस्या आउँछ। यसकारण हामी चाहिँ पवित्रताले सुशोभित भएर चाहिँ परमेश्वरको आराधना गर्ने व्यक्ति हुनुपर्छ। योहन्ना 4:23 र 24 हेर्नु। योहन्ना 4:23 र 24। योहन्ना 4:23 र 24 हामीलाई आराधना गर्ने व्यक्तिहरूको निम्ति है वचन असल छ। हामी यो वचन अनुसार नै हामीले आराधना गर्नुपर्ने हुन्छ। यहाँ लेखिएको छ, तर बेला आइरहेछ र त्यो बेला अहिले हो जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्, किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ। हामीले चाहिँ आत्मा र सत्यतामा आराधना गर्नुपर्छ, किनकि परमेश्वर आत्मा हुनुहुन्छ है। हामीले यहाँ उपस्थित भएको हामीले महसुस गर्न सक्छौँ, देख्दैनौँ, तर आत्मिक आँखाले मात्रै देख्दछ। यसकारण हाम्रो आत्मिक आँखा खोल्नुपर्छ। आत्मिक आँखा खोलेर पनि हामी पवित्रताले सुशोभित भएर चाहिँ के गर्नुपर्छ, आराधना गर्नुपर्छ। हामी रोमीको पुस्तक हेरौँ, रोमी 15:6। रोमी 6 पद के हुन्छ, जुन आराधना गर्ने व्यक्तिलाई कि एकै मनका भएर एउटै स्वरले हाम्रा प्रभु येशू ख्रीष्टको परमेश्वर र पिताको महिमा तिमीहरू गर्न सक। एउटै मन, यहाँ भित्तामा उभिने व्यक्ति एउटै मन भएर चाहिँ हामीले के गर्नुपर्ने रहेछ, आराधना गर्नुपर्ने रहेछ। तब परमेश्वरको उपस्थिति हुन्छ र परमेश्वरको महिमा हुन्छ। हामी परमेश्वरको महिमा गर्ने एउटा असल व्यक्ति हुनुपर्छ है। हाम्रो आराधना है कहाँ पुग्यौँ हामी हेर। कतिपय हामी के गर्छौँ, मानिसहरूलाई खुसी पार्ने गर्न आग्रह के भन्छ थाहा छ। आज त भजन गाएको राम्रो छैन, भजन गाएको पनि मिल्दैन, हामी यहाँबाट निश्चित त्यस्तो गुणगान गर्छौँ। तर यो भजन गाउन मिल्नु नमिल्नु, गाउनु नगाउनु जे होस्, हामी मानिसलाई होइन, हाम्रो आराधना चाहिँ परमेश्वर पितालाई मन परेको हुनुपर्छ। हामी तपाईँले गाउन जानु नजानु त्यसको सरकार छैन। परमेश्वरले तपाईँको आवाजलाई हेर्नुहुन्न, तपाईँको भित्र हृदयले हेर्नुहुन्छ। तपाईँ भित्र हृदयदेखि निस्केको आवाज चाहे बिग्रेको होस् चाहे नबिग्रेको होस् चाहे जोसी होस्, त्यसलाई चाहिँ परमेश्वरले ग्रहण गर्नुहुन्छ। हामी यसकारण हाम्रो भित्र हृदयदेखि पवित्रतामा है परमेश्वरको आराधना गर्नुपर्छ। आउनुहोस् हामी यो आराधनाको विषयमा अन्तिम वचन हेर्नेछौँ, हिब्रू 12:28। हिब्रू 12:28 हामी हेर्नेछौँ। हुन्छ, यसकारण हल्लाउन नसकिने राज्य पाएकोमा हामी कृतज्ञता हो, त्यसैले हामी भक्ति भएसाथ परमेश्वरलाई ग्रहण योग्य हुने आराधना चढाउँ। हल्लाउन नसकिने, कसैले हल्लाउन नसकिने राज्य हामी पाएकोमा अथवा त्यो राज्यमा हामी प्रवेश गर्न पाएकोमा हामी कृतज्ञता हौँ, हामी खुसी हौँ, आनन्द मनाऊ। अनि आनन्द साथ परमेश्वरको के गर, आराधना है। त्यसकारण हामी हरेक कुरामा हाम्रो आराधना आनन्द साथ हुनुपर्छ, खुसी साथ भित्र हृदयदेखि हुनुपर्छ है। ल आज त मैले यहाँ गाउन आएन, यो कुरोको बिग्रियो, त्यतातिर आलमाली हुन बिग्रिएर बिग्रिन्छ त। जब बिग्रिन्छ तब सप्रिन्छ, नबिग्रे कसरी सप्रिन्छ? जब लड्छ तब उठ्छ, जब चोट लाग्छ तब त दुःखै थाहा हुन्छ। चोरेनलाई दुःखै कहाँबाट थाहा हुने है। यसकारण हाम्रो आराधना पनि आत्मा र सत्यतामा हुनुपर्छ। महिमा होस्, अन्तिम प्रार्थनालाई हामी फेरि सञ्चालन छोडिरहेको दिनेछौँ।